आज म जियोग्राफीको तपाईहरुलाई बताउनेवाला छु 6 महिनाको दिन र 6 महिनाको रात कहाँ हुन्छ र कसरी हुन्छ। अब आज म पृथ्वीको 6 महिना दिन हुने र 6 महिना रात हुनेको बारेमा बताउँदैछु। अब यो नक्सा हेर्नुहोस्, यो नक्सामा पृथ्वी यसरी घुम्दैछ हैन। यो पृथ्वी यो एंगलले घुम्दैछ, यो एंगलले, यहाँ एंगल दिएको छु मैले, यो एंगलले घुम्दैछ, यो एंगलले घुम्दैछ। र सूरजको रोशनी जब यहाँ यसरी पर्छ त पछाडीको भागमा, यो भागमा पूर्ण रूपले अँध्यारो हुन्छ। यो फेरि पूर्ण रूपले अँध्यारो मात्रै हुँदैन, यो 6 महिना यो यसरी नै यहाँनेरि जब दिउँसो हुन्छ त यहाँनेरि दिउँसो हुन्छ 6 महिना, पृथ्वी यसरी घुम्दै जान्छ। घुम्दै जाँदाखेरि पृथ्वीको मुनिपट्टिको त जस्तोको त्यस्तै हुन्छ। हेर पृथ्वीको मुनिपट्टि जस्तोको त्यस्तै छ हैन, त्यस्तै घुम्दैछ। त्यही लागि के हो, यो मुनिपट्टि रात हुन्छ, ठीक छ। फेरि पृथ्वी यस्तो घुम्दै गएपछि यहाँनेरि आउँछ, यता रात हुन्छ, यता दिन हुन्छ। यही पृथ्वी हो नि त। यहाँ पनि यो पृथ्वी यो प्रकारले एंगलले किन बसाको भने यो यसरी घुम्दैछ। जुन भाग सूर्यको प्रकाशतिर पर्छ त्यतातिर पुरै दिउँसो हुन्छ उत्तरी गोलार्धमा, ठीक छ। यो फेरि यस्तो घुम्दै आउँदाखेरि यहाँनेरि के हुन्छ, दक्षिणी गोलार्धमा आइदिन्छ। अन्त यहाँ दक्षिणी गोलार्धमा आएपछि के हुन्छ, यहाँनेरि रात हुन्छ। त यहाँ 6 महिनाको दिन, यहाँ 6 महिनाको रात हुन्छ, ठीक छ। र घाम थाहा छ, घाम कर्क र मकर रेखा विषुवत रेखाको बीचमा मात्रै हुन्छ। उत्तरी गोलार्ध र दक्षिणी गोलार्धमा जाँदैन घाम, जसको कारणले गर्दा के हुन्छ, जब घाम यो सिधा सिधी आउँछ त घाम यहाँ हुन्छ, यो के भयो, दक्षिणी गोलार्ध भयो। त दक्षिणी गोलार्ध 6 महिनाको दिन हुन्छ। फेरि घाम यो यता आउँछ, यता आउँदाखेरि यतापट्टि के हुन्छ, 6 महिनाको दिन हुन्छ। अब त्यसमै हामीले के गर्नुपर्छ, हाम्रो भारत कहाँ छ, पृथ्वीको उत्तरी गोलार्धमा पूरब साइडमा छ लगभग, ठीक छ। त्यही लागि यहाँनेरि भारतमा के हुन्छ, गरम हुन्छ। यहाँ पुगेछ भने भारतमा के हुन्छ, ठण्डा हुन्छ। किनभने सूर्यको किरण यहाँ डाइरेक्ट पर्छ, यहाँ डाइरेक्ट पर्छ, ठीक छ। अर्थात 365 दिन भित्रमा के हुन्छ, उत्तरी गोलार्ध र दक्षिणी गोलार्धमा 6 महिनाको दिन र रात हुन्छ। किन त्यस्तो हुन्छ, कारण के हो भने पृथ्वीको जुन चाहिँ यो नक्सा छ, यो पृथ्वीको कर्क रेखा, मकर रेखा र विषुवत रेखाको बीचमा घाम घुम्छ, ठिकै छ। र कसरी हुँदो रहेछ, पृथ्वी यसरी आफ्नो धरातलमा घुम्दै जान्छ। यो घुम्नुको लागि 365 दिन लाग्छ, ठीक छ। यहाँ यो पोजिसनले बस्दा यता अँध्यारो हुन्छ, यहाँ यो पोजिसनले बस्दा यता अँध्यारो हुन्छ। त्यही लागि यहाँ 6 महिनाको दिन र रात हुन्छ। बुझिस् हैन?